कमब्याकवाला भिडियो मैले धेरै देखाएको थिएँ होइन, फेसबुकतिर युट्युबतिर यस्तै लोन वुल्फमा कमब्याक गरिरहेको थिएँ। त्यही भएर मैले पनि आज सो एकचोटि ट्राई गरौँ भनेर चाहिँ लोन वुल्फमा आइसकेको छु। अब हेडसट हानिसक्यो फेरि उनले मलाई। अब यो राउन्डमा पनि यस्तै गरिदिन्छु, के गर्दो रहेछ हेरौँ न। कमब्याक अब त्यति राम्रो प्लेयर त होइन म, सायद गर्न सक्दिनँ होला लगभग मेरो विचारमा। अगाडिको प्लेयर पनि प्रो प्लेयर नै आएको जस्तो लागिरहेछ। अरे ऊ पनि केटी नै रहेछ, केटीको बन्डल लगाएर रहेछ। फेरि हानिदियो, हेर्दाखेरि त भवाल मुभमेन्ट देखाउँछ रे भाइ साहब। मिनी युजी खरिदिएँ होइन, इमोट देखाएर एक लगातार के हुँदो रहेछ। ल फेरि वान ट्याप हानिदियो है भाइ हेडसट। अरे भाइ साहब यो त मभन्दा पनि पुरानो प्लेयर रहेछ, यसलाई त कमब्याक गर्न सक्दिनँ जस्तो लाग्यो मलाई। अब 4 इयर्स ओल्ड ब्यानर देखाएपछि त अब पुरा सकिगयो नि। ले हेडसट खाइयो। पुरै 4 राउन्ड त नडेम होइन। विन्चेस्टर मलाई त फेभरेट नै लाग्थ्यो। ल भोपाल हेडसट हानिसक्यो त हो भाइ साहब। अब फेरि हेडसट हान्न ट्राई गर्छु विन्चेस्टरले। हेडसट लाग, हेडसट लाग निस्कियो। ल ए ओए किन फुल दिँदैन बे यो विन्चेस्टरले। यसमा क्यारेक्टर लगाएर हान्दैन होइन मरस। तीन बराबर भइसक्यो। 3 राउन्डसम्म मैले कमब्याक गरिसकेँ। अब के हुन्छ। लागिरहेको छैन, टिमअप गरिरहेछ जस्तो लागिरहेछ। हो क्या बात हो, टिमअप गरिरहेछ यार। 3 बराबर भएको त यसलाई त मुक्काले हान्दैन के हो यार। खाइयो ल। ल भाइ साहब अब 1 राउन्ड 2 राउन्डमा 1 राउन्ड त निस्काउनु पर्ने हो मैले। टिमअप गरिरहेछ के गरौँ। यो प्लेयर लास्टै बात हो जस्तो लागिरहेछ। 4 बराबर बनाएर हानिदिन्छु भन्ने सोचिरहेछ होला ल। अरे अब तपाईँहरूमध्ये यदि फ्री फायर प्लेयर हुनुहुन्छ भने मसँग कस्टम खेल्ने हो भने चाहिँ युआइडी कमेन्ट गर्नु होला है। जसले युआइडी कमेन्ट गरेछ त्यसको युआइडी कपी गरेर म फ्रेन्ड रिक्वेस्ट पठाउने छु। अनि जो मेरो फ्रेन्ड रिक्वेस्ट उठाएर आउँछ उसँग म कस्टम खेल्ने छु ल। ल 123
ऊ भाग्यो भित्र गयो ल